ओहो यहाँ यस्तो बाटो हिँडिनेछ हामीहरू पुरा पहाडको बाटो देख्नुहुनेछ। माथि चाहिँ 3वटा बाँदर छ बसेर ढेँडोहरू पनि छ। गाडी गाडी पुरा यस्तो ओह्रालो छ। यहाँ यस्तो ड्राइभरले यस्तो कुदाउँछ आफ्नो ज्यान जोखिममा राखेर यो एकदम पहाडको बाटो बाटो छैन र पनि गाडी कुद्छ। यस्तो यहाँ 4x4 छ हाम्रो यहाँ ट्र्याक्टर र साथै गाउँघरको जति पनि मान्छेहरूले दाउरा सारा ल्याउनु छ बिहेको माथि डाँडाबाट के ल्याउनु छ हामीलाई कन्ट्याक्ट गर्दा हुन्छ। हाम्रो ट्र्याक्टर एकदम पहाडमा नि कुद्छ। ल सबैलाई हेर्नुहोस् अनि बुझ्नुहोस् बाटै छैन अनि यस्तो ओह्रालोमा कुद्छ हाम्रो ट्र्याक्टर र ब्रेक मार्दाखेरि घरिघरि हाम्रो ट्र्याक्टर सुँगुर जस्तो पनि कराउँछ। हेर्नुहोस् सुन्नुहोस् हेर्नुहोस् त हेर गाडीलाई बल परेको यस्तो बल पर्छ। पुरै घिसिन्छ टक्कै सुति भएर आउँछ नि। अस्ति र चियापत्ता तान भनेको मैले यहाँबाट तानिनँ मैले। यहाँबाट चियापत्ता 1000 रुपियाँ त्यो पनि मैले तानिनँ। हेर्नुहोस् माथि गाईगोरु हिँड्ने बाटोमा मात्रै हामी ट्र्याक्टर कुदाएर हामी माथि डाँडाबाट ओह्रालो झर्दैछौँ। यहाँ हेर्नुहोस् चक्का पनि घिसिरेर जान्छ तर पनि रोकिनु पर्दैन। हेर्नुहोस् ट्र्याक्टरको डालामा कसरी ठुलेर बसिरहेको छ। झर्न आँटिसक्यो बिचराहरू यस्तो हल्लिरहेको छ। एकदम दुःख छ हो आँटा आइपुग्नु आँटो अब लाग्यो। ल आजको लागि यति नै भिडियो। टाटा बाई बाई सबैलाई। हेर्नुहोस् सबै